हेलो गाइज, हामी चाहिँ पुरानो दोस्ती भेट भयौँ है आज चाहिँ। हामी त पुरा यस्तो हो नि त। ल देखाइदेऊ दिदी ल। यो के हो गाइज? के हो गाइज? यो के हो गाइज? यो यो गाउँघरको लमजुङ तनुङको न्युरो। लमजुङ तनुङको न्युरो। एकछिन त आउनै पर्छ अब नाति। खडा खालकिया ढल्ने उयो हाल्नु नि त। पछि पछि यो नुन टाठो भइन्छ यो। कहिले कहिले त यस्तो कहिले काहीँ चलेको यो त चल्दैन। भेट भएन होइन। अनि खुसमायाले एकदिन उ गर्ने भन्दाखेरि आउने हुन्थ्यो। ए खुसमायाहरू यस्तो हुँदैन, चल्दैन। के शोभा आएन नि त। यसोमा ताली त हालौँ के टाठो भयो। स्प्राइट खायो गाई फेरि फेरि नराम्रो सोध्नु होला। फेरि अर्कै सोध्नु होला है। अर्को सोध्नु होला। भोलि भयो डिउ खा डिउ। डिउ गएको डिउ डिउ। भोलि चाँडै नै उठेर मुखिना जानुपर्छ गाइस। अहिले लागो लगाएको छोटो प्याक मात्रै हो। छोटो ब्याग लो खाऊ। तिमीले खाएन कि जाऊ भाँडो लिएर आऊ। अब भेट्टाउनु सक्दैन यसले तिमीलाई। भोलिको लागि ठन्डी कस्तो भयो कारणले चाखेको मात्रै गाई। मान्छे चाहिँ लुलो भयो। दुधो मम्मीले नि खान्छ कि अहिले त। नानी खामा न हौ डिउ खान्छ अहिले त ऊ छ सेला खा। सेलाको हो कि तातो भएको हो। तिमी पनि बस्छौ यता। नानीले धरि नि उ गरेर चिस नानी टेस्ट गरिदेऊ। टेस्ट खाऊ खाऊ। म त मासु त नाखैला अब नखाने है भनेको। घाँडी गएको दिन बिहान बिलको बिहान 10 दिनको त 20 दिनसम्म गएको देखिको। कहाँ उहाँ गाउँ गयो भने ए तेरी किन्न त्यस्तो धेरै खा। सबै कहिले गर्दा 10जना हर एक दिन बस्दा त अनि 10 थाक भएन। 10 थाक भयो। 10 थाकको बिहान बेलुका त 20 थाक भएन। यसमा चाहिँ न्युरोमा चाहिँ अमिलो नहालेको नमिठो भएको उ हालिदिउँ काकाले हालिदिउँ। गाउँको न्युरो गाई मिठो होला। कति नमिठो हुन्छ कि मिठो भयो। टमाटर हाल्नु होइन नहालेको। अहिलेको मासुमा मात्रै हालिदिन्छु। अर्को मासुमा नि हाल्ने होइन नि त। सुक्खा बनाएर लाने हो ल। खै मेरो चिसो मेरो त अमिलो भयो। पारा
के होला यार हामी मान्छेको आउँदा कति रमाइलो गर्छ तमाङ भाषी बोलेर ओ ढेँडो खाने बेला माथि तिर थिएन तल थियो खुसमाएको होला माथि त होइन खुसमाएको खाएन माथि कति रमाइलो गरेको बाबै के अरे ढाडमा नि अलिक माथि के अरे ढड्काली दिन मुन्तिर नि के अरे सबै गएको नि त के भएको यस्तो डिउ पनि बेला डिउ पनि के हो रनामले भयो त चर्को जा गाउँले पहिला आउने बेलामा लिएर आएको हो कि कति ल्याए पहिला आउने बेला 3 जर्गी ल्याएको म एउटाले सक्नु लाएँ के अरे ओ खान्न नि त त्यसो गर्ने हो कि के अरे कहिले काहीँ के अरे यस्तो साथीहरू आउँछ नि त्यतिखेर मात्रै नरन्थ्यो होला त सधैँ खाने भए खान्न नि अब त्यसले बिहार खान्थ्यो पहिला पहिला एउटा बुढालाई पनि दिन्थ्यो बिहारले आजभन्दा खान्न त्यसले म त गाउँ छोडेदिएँ आजै हो खुसमा एकदम उठ मान्छे ठिक छ अर्काको दुःख सुख एकदम सहायता गर्छ अहिले त्यो इन्डियामा छ त्यसको छोरा एक्सिडेन्ट भएर कति 35 दिनमा होस खुलेको भनेपछि कस्तो होला अनि पहिलाको कुरा जति जम्मै बिर्सेछ अहिले घरमा ल्याउनु ला बिचरा भर्खर घर बनाएर एउटा छोरा रहेछ बुढा मरेको पिन्सिनवाला रहेछ म्याडम जे जाँचमा आउने भनेको त म त डर लाग्छ बस्दा र ऊ त सिरिङ्ग हुँदो अरे पिङ्खे ल्याएको म त पिङ त नखेल्ने मान्छे अब जाँचको हुन्छ कि ट्रेनको हुन्छ के अरे फ्लाइट अब जाँचको फ्लाइट हुन्छ टिकट हुन्छ कि ट्रेनको हुन्छ भनेर हिजो हामीले गएर सोफा लिइदिएको नि त सोफा सेट क्या सोफा त्यो आइ मेला बिचरा एउटा छोरा एउटा बुढा भएको लौ यहाँ के अरे कता साथीले घुम्नु जाऊँ भन्दाखेरि सुन्दर बजारको हो कि अनि त्यो मरेको मरे होइन मरिन त एक्सिडेन्ट भएको के अरे मरे होइन त्यो के अरे त्यस्तो भएछ बिचरा अनि खुसमा अहिले यहाँ आउँदा नि कति सहायता गर्यो अहिले राइनस्कोट जाँदा होइन अटोमा त्यो त अटोमा होइन यो को मिठो भयो मलाई त मासुभन्दा त चाम्रो है म मासु नखाने हेर बाबै तलुङमा पाउनु हुनु गएको पुरानो गाममा आफ्नो गाममा देउरानी जेठानीको घरमा भन्छस् भने मासु अल्लाह र बोलाहा मासु त्यति भएन भने एसीको मम्मीले नि दिदी यहाँ खाना बनाउँछु भनेर भन्यो त्यो अप्ठ्यारो लाग्यो के आफ्नो चिनेको भएर आफ्नो भयो अब तपाईँ बला जानु अब त्यो पनि साथी भयो नि त सबै जोसानी मिल्ने अब मिल्ने जिन्दगीमा नराम्रो गरेर मर्नु नपरिनु हुन्थ्यो जस्तो गरे लाग्छ यसले गर्छु उसले पाउँछु अनि कति भन्छन् एक दिन दिदी र दाइ त रिसाएको के त यहाँ 2 दिन नि आएर बसिनस् अरे के दिदी घर एक रात बसेको भोलिपल्ट त आयो लालमाया के उहाँ के अरे उसको तारकुको माइल दिदी ठुल्दाइ भएर 2 दिन बस्नु नि पाइन बिमारी भयो भाउजूले त सुत्केरीलाई भन्दा नि बढ्दा स्याहारेको है मेरो भाउजू त आमा भन्दा नि बढ्छ नि त फेरि गुनाको सानोमा बच्चामा बिहारेर लिएर आएको है साथी झैली हुर्क्यौँ सँगसँगै हुर्क्यो मेरो भाउजू त आमा कस्तो माया गर्छ रुन्छ बिचरा म यताउता हिँडेपछि अस्ति आउँदा नि नरमाइलो माले त्यो तपाईँको गाउँमै बिहा भयो नि त अनि अनि मनाङको आलु 1 बोरा भदैनीले पठाइदिए त त्यो पनि जम्मै हालिदियो एउटी के अरे पापाले माइत बसेको थियो नि नानी थिए नि पछि छोरा पाइथिन् नि हाम्रो सुन्नु नानी कति यहाँ नि आएर गयो नि उसको मान्छे जति त यहाँ टाइगर चोकमा टन्नै छ निम्तमा आएको अस्ति आएर गएको थियो अनि बुढा फेरि के भयो चक्कर लायो भनेर रिँगटा लायो भनेर सन्चो भएन भनेर गयो बिचरा राम्रो छ नि मान्छे राम्रो भन्दा नि अनि फेरि
सानोमा हामीले त हुर्कायौँ नि त त्यसलाई त काम पनि जानेको छ बोल्नु जानेको छ सबै गर्नु जानेको छ नि त उसलाई भन्ने कुरा हामीले के घाँस काट्न अर्न गएर पानी सानी खाने माइती बस्ती थियौँ नि त बिचरा छोरी पढ्न लाने ज्वाइँसँग भेटपछि त सानो बाबु भएपछि है बाबु होइन त बाबु भयो बाबु नि अहिले बोर्डिङमै त्यही उसमै छ नानी नि बोर्डिङमै पढायो भयो त्यही त्यसको घर बस्छु त्यही ठुलो खुसी भयो क्या हामीलाई त घर बस्नु त उसको त पहिला बिहारेर नि अनि बुढाले बिहारेर बुढा विदेश गयो अनि बेस्तारमा राखेको अनि बेस्तारमा एक्लो भयो सुत्केरी भयो अनि त्यसलाई कसले हेर्ने आमाले अनि माइत लिएर आएको हो माइत ल्याएपछि अनि बुढा यता आयो त्यसको घर नबस्ने भन्ने त थिएन कि माइतमै घुलमिल भयो नि त माइतमा घुलमिल भएपछि मान्छेले अनि के अरे त्यो माइत बसेको जस्तो लागेको मात्रै हो उसको बुढाले माइत राखेको हो नि त उसलाई त साथी हुन्छ भनेर राखेको हो नि त गाउँमा विचार दुःखै गरेर बसिन् नि दुःख गर्यो त्यसले अब त्यसले त दुःख त गर्छ जहाँ पनि गर्छ म पनि के अरे पापाली मान्छे अलिकति डिउ ल्याइहाल्नु डिउ थोरै डिउ हाल्नु कुन भाषी बोलाऊँ त अब भाषा ननिकाला मैले भोलि पर्खी निकाल्ने ल्याउँदैन होला नि तिमीले म हाँस्ने त्यो भाषी सम्झेर हाँसेको अनि मलाई उसले फोन गऱ्यो नि त्यो भाषा यसो तामाङ भाषा नि बोलिदियो इङ्ग्लिस नि बोलिदियो हिन्दी नि बोलिदियो के अरे जापानी नि बोलिदियो अनि त्यहाँभन्दा के चाहियो साथी भनेर साह्रै एउटा हाँसो गरेको मान्छौँमा है फेरि अर्थकै खायो भने डिउ खाएको डिउले हो एउटा भनेको सक्दिन ला भाइ आएछ डिउमै मोबाइल अडाएको छ खै खै समाधान डिउमै अगाडि फेरि हाँसो गरेको हामीले त साथीको साथी हामीलाई याद आएर यसो गरौँ न भन्ने कुरो हेर्छ पहिलाको याद आएको याद आयो पुरानो साथीहरू भेट भएको होइन भोलि अझ होइन भोलि पनि हामी गाई सबैजना भेट भएर यस्तै रमाइलो हुन्छ है भोलिको दिनमा अब भेटौँला भने हामी साथीहरू पुरानो साथीहरू हामी चिकनतिर छ पाहाडमा छ साथी जति भयो नि यादहरू आउँछ साथीहरूको होइन धेरै आउँछ त्यही भएर भाइ त्यहाँ बसेँ नि छेत्री समाजमा बसेँ नि म है तपाईँहरूसँग धेरै घुलमिल भयो नि अनि के अरे छेत्री बाहुनी भयो नि बाहुनी त नभनौँ छेत्री नि भयो नि सीता र शोभाहरू छेत्री नि भयो नि तर छेत्रीनीको शोभासहरू नभएको के छेत्रीनीको शोभास कस्तो हुन्छ थाहा छेत्रीनीलाई नराम्रो भन्नु खोजेको नि होइन कि उनीहरू पनि अब ठिक छ नि त राम्रै छ उनीहरूको ठाउँमा छ किनकि हामी चाहिँ अलिकति हाँसो मजा गर्छौँ त्यो हाँसो मजामा उडाउँछौँ तिमीहरू पनि त्यही तालमा उडाउनु भएर मिल्नु गएको त्यही तालमा मिल्ने म तपाईँहरूले म अर्थको भन्नु न यस्तो घरमा जाने भनेर तपाईँहरूले भन्नु नि एक वर्ष भने नि विष्णु दिदीले म भने अब पहिलाको याद सम्झिएँ क्या जस्तो भयो नि म जान्छु पैसै नभए नि बरु खोजेर भयो नि नानी भन्ने म उ गरेँ क्या जान्छु म के हो मोर लानु के हो र होइन अनि मैले नि फेरि के भयो भने अहिले होइन अन्त त जहाँ पनि जान्थेँ नि त है म जान्छु भन्थेँ अब कोही बेला पैसा होला कोही बेला नहोला मान्छेहरूसँग सबैसँग त्यस्तै हो कि अनि ऋण गरेर नि जान्थेँ नि त यताउता साथीभाइ भनेपछि म मर्छु कि त्यस्तो गर्ने मान्छे अनि मलाई त त्यहाँ जानु नखोजेको म किनभने मलाई त सुहाउँदैन नि त म एउटा निमित्तको व्यथा छ त्यही भएर सुहाउँदैन भनेर म नजाऊँ भनेर भनेथिएँ साथीभाइहरू भएपछि मर्छ भने उनीहरूकै काखमा बुढा पनि जानुहुन्छ अनि बुढा गएपछि तपाईँलाई हामीले के भन्छ भन्दाखेरि हामी तपाईँलाई जान्छ तपाईँ गएन नि हामीलाई के मतलब भनेको के तपाईँले उहाँ माथि हामी तपाईँ जानु सक्नुहुन्न हामी तपाईँलाई हेर्दैन तपाईँ बिरामी भयो भने हामीले नगर कसले गर्छ होइन साथीभाइहरू माथि गयो भने म तलै बस्छु म चित्त बुझाउँछु जाऊ तिमीहरू आफू नसक्ने ठाउँमा त जान्न भन्छु नि त म आफ्नो ख्याल त आफूले राख्नु पर्यो अरूले राखेर नि भएन तर भयो नि उनीहरू साथीहरू भए मलाई बिहानसम्म सन्चो थिएन कि यस्तो भएको थियो मलाई मिर्काउनु तपाईँलाई भने नि म तपाईँको लागि भनेर यहाँ आइनँ नि उहाँ छोरी छोडेर म आइनँ गाडी भने है बिहान बच्चाहरू पनि त्यति ठुलो त होइन नि होइन कहाँ ठुलो हुने जेठानीको घरमा बच्चाहरू छोडेर म तपाईँको लागि आइनँ नि यसरी भेट हुने भनेर होइन पुरै दिनमा आम्लानी अनि म तपाईँको जसरी आउनुपर्छ मेरो घर बस्ने आउने हो हामी रमाइलो बस्ने गरेर त यसै भन्नु सक्दिनँ
बस्ने अरे नभए नि बिहान खाना खानी गरेर आउने दिउँसो खाजा खाने तरिकाले फर्किने के माइली बढी र बुढा भयो भने त म आउन सक्छु के अरे माया दिदीको नानीको पढाइको मिल्दैन नि त त्यसको नि अहिले लाइसेन्स निकाल्ने भन्दा नि लाइसेन्स निकाल्न सकेन लाइसेन्स निकाल्यो भने नत्र त उसले त जहाँ पनि लान्छ जस्तो पनि लान्छ फेरि गाडी उसले राम्रो चलाउँछ चेकिङ छ अहिले किनभने नयाँ सरकारले गर्दाखेरि गर्दाखेरि पहिला 2000 पेट्रोलको भाउ जस्तै बढी छ होइन अनि 2000 ठोकिदियो नि त बर्बाद हुन्छ नि त पेट्रोलको भाउ हालेर आम्दानी बढी हुन्छ त्यति मात्र गरेर अझ के अरे त्यो लाइसेन्स नहुनेहरू त यत्तिकै कामेको छ कि यतिखेर नयाँ सरकारले धेरै राम्रो गरेको थोरै बो यति भयो रमाइलो भयो भिडियो पनि बनाऊ हामीले सम्झना होइन त्यहाँ छ कि त्यहाँ छ कि त्यहाँ चाहिँ आएको रमाइलो भयो अब खाना खाने मेरो हात अमिलो छ मिठो भए मिठो खै तपाईँले पकाएर त्यही मिठो भयो मलाई अरू त खानु भन्ने हो त्यस्तै हो खाना बस्नु भनेको साथीभाइ रमाइलो भोलि मरेर के लान्छन् त होइन केही पनि लाँदैन खायो नि एउटा मिठो बोली वचन सबै थोक भयो कि त्यो बोली वचन सबभन्दा मिठो सबैसम्म राम्रो हुनु पाऊँ है ल है गाई भाइ अब हामी चाहिँ खाना खान्छौँ है दिदी घरमा रमाइलो गफ गरियो है गाई अब त हामीले खाना खाने